तक जवानी छुपाओगी रानी हो कब तक जवानी छुपाओगे रानी भनेर पुरै त्यो नाइटो पेट भुँडी के भन्छ त्यो देखा छ क्या पुरै त्यो मेरो जस्तो पुरै क्रिएटिभिटी लेभल देख जवानी लेखेर पुरै देखाउनै मन छ भने पनि यसरी देखाउ आमामामा नाइटो देखाएर भुँडी देखाएर जवानी देखाएको हुन्छ कुन छ लेभलमा कहाँको कुन छ लेभलको यो एक्टिङ भनौ कि त्यो लिरिक्ससँग केसँग मिल्यो त केहीसँग मिलेको छ यसको त त्यो पुरै लिरिक्स नै चेन्ज गर्नुपर्ने हो क्या अझ खासमा कब तक नाइटो छुपाओगे रानी भन्न पर्ने हो खासमा अझ बिजोग त यहाँ अचम्मको छ क्या पुरै त्यो अझ हेर यहाँ के गरेछ भन्ने कब तक जवानी छुपाओगी रानी नारायण शिव हे भगवान मुख हेर्न मुख अझ एउटीले त पुरै त्यो 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 भैँसीले त्यो पराल चपाको गरेको जस्तो छ अनि एउटाको त अझ पुरै ज्यान त पुरै यस्तो यस्तो त्यो त हामी ढिकी जाउँ भन्थ्यौ क्या ढिकी जाउँ यतापट्टि एउटा बसेर ढिकी जाउँ खेल्थ्यौँ त्यो ढिकी जाउँ खेला यस्तो गरे जे गरिदिए पनि भयो जसो गरिदिए पनि भयो न बाबुआमाले गाली गर्छन् न आफन्तले केही भन्छन् कसैले केही भन्नेवाला छैन होइन त्यो भाइरल हुनलाई एउटा त्यो दिमागमै बस्यो क्या त्यो कुनै के अङ्ग देखाइदिने हो कि जबरजस्ती त्यो एउटा पुरै लिरिक्समा के भनिरहेको छ त्यो गीतकै बलात्कार गरेर डान्स गरेछ कि त्यो एउटा कुनै मेकअप गरेछ कि ज्यानभरि पराल भिर्या छ कि त्यो पात ताँस्या छ कि होइन केटोले के बनाएर बनाएको छ कि त्यो मतलब भएन क्या होइन त्यो भएर बिग्रिँदै गयो क्या अझ अर्को एउटा खतरनाक बिजोग त यहाँ छ क्या हेरौँ क्या यो ज्यान फाल्दिन्छु म यसै बिग्रिए म उसै बिग्रिए मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु नारायण शिव हे भगवानका लीला हे भगवती यो कस्तो किसिमको डान्स हो क्या यार म केही बोल्नै सकिरहेको छैन भित्रभित्र मलाई चाहिँ एक त हाँस उठिरहेछ क्या पुरै त्यो आमामा यो कस्तो गोही डान्स हो कि त्यो भ्याकुटे डान्स हो बुत्रु आमामामा यिनले त्यो ज्यान स्यान फाल्ने गर्ने केही होइन क्या पुरै त्यो उडाउँछन् बुत्रु यिनले ताल पर त्यो रकेटभन्दा छिटो उडाएर त्यो चन्द्रमामा पुऱ्याउँछन् क्या आमामामा अचम्म यार जे गरिदिए पनि जसो गरिदिए पनि भयो क्या यार कसैको सिट लागेन कोही भन्दा कोही कमै छैन कमै ननिस्किनेको 3 करोड जनतामा 3 करोड जनतै क्रिएटिभिटी फेरि अर्को आइपुगेको छ नि यिनलाई त मैले केही भन्नु नै छैन अब केही पनि भन्दा पनि भन्दिनँ फेरि निकिसा श्रेष्ठ र अरू 1-2 जनाका साथी बन्न आइपुगिसकेछन् यिनी होइन अब हातमा हात काँधमा काँध अङ्क माल के मिलाएर हिँडिराखौँ होइन तपाईँलाई बेस्ट अफ लक मैले केही पनि भन्न